गर्न नहुने काम गराए बाई बाई छुटो malo भरे आउँ होला देख्नु होला मेरो भाइ पनि यस्तो बोल्छ हैन उहाँको भाइ हुनुहुन्छ अनि यहाँ चाहिँ हामीले चाहिँ सफा गरिसकेका छौँ ए प्योर नेपाली बोल्दै गयो चाहिँ यहाँ अब चाहिँ बाल्छौँ हामी हैन लु आइज बहिनी के भन्नु छ तँलाई भन्न थ्याङ्क यू हाई हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा अनि आज चाहिँ म मेरो दिन चाहिँ यसरी सुरुवात गर्दैछु देखाउने छु तपाईँहरूलाई हैन म चाहिँ आज धेरै वर्ष बाद भनौँ 1 years आफ्टर चाहिँ मैले भ्लग बनाउनु स्टार्ट गरेँ आज चाहिँ किनकि अब सबैले किन नबनाएको अब त्यस्तै थियो र मैले नबनाएको हो अनि आज चाहिँ मैले स्टार्ट गर्दैछु अन्त आज चाहिँ मैले के लिएर चाहिँ आएको छु भ्लग चाहिँ भनेर चाहिँ तपाईँहरूलाई देखाउने छु स्टे ट्युन गाइज अब देखाउँछु हैन म चाहिँ अब यो बोकेर जानुपर्छ हो गाइज अन्त आज चाहिँ हाम्रो के हो भन्दाखेरि चाहिँ आज चाहिँ मेरो बाजे फुपा हैन खसेको चाहिँ 2 वर्ष भयो पुरापुरी अन्त अब धेरै सम्झना हैन यादहरू छ अब धेरै माया गरेको तर अब छैन हैन ए अन्त त्यो झाडु र कुचो पनि पुग्छ झाडु छ तिमीहरुकोमा हाम्रोमा झाडु होला झाडु र कुचो पुग्छ तेल चाहिँ किन बोकेको अन्त माथि सलेटो हाल्नु परेन के हो बत्ती बल्नु अन्त हामी चाहिँ आज बत्ती बल्न जाँदैछौँ है गाइस बाल्टी बाल्टी बोक्न एउटा 2टा बोक्न बाल्टी अन्त बादलले छोपिरहेछ हैन अन्त यहाँ चाहिँ लुगा सुकाइरहेछ अन्त यहाँ चाहिँ यस्तो देखिन्छ हाम्रो चाहिँ मेरो घरबाट यहाँ खिड्कीबाट चाहिँ दामी देख्छ मेरो रुमबाट हैन बहिनीले कुच्चो खोज्दैछ अनि हामी चाहिँ यसो गरेर लाग्नु आँटेको अन्त माथि हो माथि जानुपर्छ हो अन्त त्यस्तै हो अब मान्छेहरू जन्मेपछि मर्नुपर्ने हो एक न एक बार हो त्यही हो आज चाहिँ मैले अब भ्लग सुरु गरेका छु सबैलाई भन्नु पाएन ह्याप्पी न्यू इयर इन एडभान्स ला ह्याप्पी न्यू इयर गाइज अन्त चाहिँ तपाईँहरूको के भन्छ वर्ष मजाले सुरुवात गर्नुभयो होला पुस्ने बोक्न अन्त के अब अर्को बोक मुमालाई पुस्ने माग के भन्नु छ तँलाई भन्न फुपाको याद आउँदैन भन्न अन्त के भन्नु हाई हेलो गाइस भन्न खोइ ला यो चाहिँ पुरा मस्किन्छ लजाउँछ हैन अन्त यहाँ ऊ चाहिँ मेरो काकाको छोरी हैन अन्त यहाँ चाहिँ मेरो काकाको घर अन्त उहाँ मेरो घर अनि त्यस्तै हो जिन्दगी अब चाहिँ हामी माथि लागेको माथि गएर भेट्छु गाइज तपाईँहरूलाई म सो गाइज हामी चाहिँ आइपुग्यौँ यहाँ फुपाको योमा हैन फुपाको चाहिँ यस्तो बनाइदिएको छ घर हैन त्यही यहीँ मटर रोपेको छ फुपाको चाहिँ यो रोप देख्छ मटर अन्त गाइस यहाँ चाहिँ घामको किरण मात्रै छ है ल किरण अरे यो मुनिको के हो यो मलाई थाहा छैन हैन अन्त यस्तो देखिन्छ हैन एकदम दामी भिरा र पहिरो भनेको त्यही हो ऊ तल छानामा देख्दैछ घर मेरो घरको अन्त त्यही हो गाइज अब चाहिँ हामी सफा गर्छौँ अनि तपाईँहरूले हेर्नु होला हामीले सफा पारेको
सफा गरेर चाहिँ अन्त चाहिँ चिरिक्क पारेर चाहिँ बत्ती बालिदिन्छु। यहीँ देख्न सक्नुहुन्छ गाइस, यो ढुङ्गाहरू चाहिँ कहाँबाट पलाउँछ होला है? है आकृति, ए मेरो बहिनी बिचरा पानी बोकेर आउँदैछ। यो ढुङ्गाहरू चाहिँ कहाँबाट पलाउँछ होला है? कहाँबाट निस्किन्छ होला है भन्नु खोजेको नि। अन्त मेरो बहिनी एकदम कामकायक छ होइन, लुगा धुन्नुमा चाहिँ एक्सपिरियन्स छ। कसले काम दिनुहुन्छ होइन, मलाई कन्ट्याक्ट गर्नु। थ्याङ्क यू जादु, थ्याङ्क यू जादु, थ्याङ्क यू जादु। हामी बत्ती बल्ने तलतिर लागौँ। अब चाहिँ यहाँ बत्ती बलिसकेपछि यहाँ आइजाउँ कि चप्ली फालेर पूजा गर्नु अरे। यहाँ गला ढोक्नु चप्ली फालेर मोजा पनि ठोका हातले नि ढोक्नु खोकालाई। लुगा मिला अङ्कित, आँखा चिम गरेर बस है बालेपछि। लुगा मिला पछाडि। कम्ती मैला छैन भगवान। यहाँ आइज। कटकट पिसा पाउन आँटिसकेको छ। अन्त जस्तै हामीले बत्ती बाल्यौँ त्यस्तै घाम पनि झुल्किन थाल्यो। यता आइज भाइ त अब लु ढोक ढोक। मलाई याद थियो होइन, जस्तो हामीले बत्ती बाल्छौँ अब हामी त्यस्तै घाम झुल्किन्छ। मलाई कस्तो मनमा त्यस्तो भइरहेको थियो नि त, त्यो भयो पनि होइन। फुपाको चिनो याद भनेको नि यही हो होइन एउटा। अब चाहिँ हामी कुचो यो बोकेर चाहिँ हामी घर तर्फतिर घर गएर फेर्छु गाइस। घर चाहिँ म अघि आइपुगेको होइन। अन्त मैले माम खाएर मल्छी लागेर सुतेको है म। उहाँ हुनुहुन्छ आकृति, हामी चाहिँ यहाँ टिभी हेर्दै सुतिरहेको थियौँ। अन्त यहाँ चाहिँ माया लाग्दो भाइ सुतिरहेको छ गाइस। त्यही हो मैले फ्रन्ट क्यामेराबाट गर्दैछु अहिले। अरे भेटौँ है गाइस एकछिन ब्रो। बाबा साह्रै रिसिन्छ हौ यहाँ चाहिँ, हाम्रो बाबा चाहिँ। हाम्रो मोमा यहाँ छ होइन, सुत्ती साह्रै रिसिन्छ, साह्रै रिसिन्छ। 난 널 못 믿겠다. दिन जिउ त म बिहान नै नआएँ कि गाइस, तर मलाई हिम्मत आएन टाउको नआउने चाहिँ। कस्तो जाडो छ।
तपाईँहरूलाई म आज हाम्रोमा के रोपेको छ, साग रोपेको छ। यहाँ चाहिँ हाम्रो आगो फुक्ने किचन हो होइन। 100 रुपियाँ फर्काइदिनु भन्नु न अन्त। अन्त यहाँ लसुन यो चाहिँ आई थिङ्क कोपी हो। यहाँ चाहिँ हाम्रो पुरानो घर, यहाँ चाहिँ मेरो रुम यतापट्टि छ। अन्त यतापट्टि हाम्रो बाबा यहाँ ऊ एकदम साह्रै रिसिन्छ है गाइज हो। के हो दबाई नरिसिनेको भनिदिनु होला। अन्त यहाँ छ हाम्रो ठुलो घर होइन, यहाँ मुनि दुईवटा रुम छ। अन्त यहाँ चाहिँ बनाउँदैछ हो। अन्त यस्तै छ। तपाईँलाई एकरी किन देखाएको रमाइलो देखिन्छ गाइज यहाँ। पिसफुल हेर्नुहोस्। ला खोइ ला के हो यो मटर खायो मटरमा बस्यो ये गाइस। एकदम टु कोल्ड जाडो छ। भगवान हरे राम हरे शिव ओ माने पेमे ऊपर चाहिँ मेरो बोक्छु। मोमा एकदम आज चाहिँ गोलीको फाइनल छ होइन। अन्त एकदमै पटेकाहरू बस्दैछु पढाइ यहाँ ऊ देख्नुभयो। ऊ मैले कालो छोपेँ नि त्यहाँ चाहिँ छ होइन। अन्त मैले चाहिँ जानु दिएन, मलाई इन्ट्रेस्ट छैन जानु नै इन्ट्रेस्ट छैन। अन्त नगएको गाइस होइन, मलाई जानु दिँदैन भनेर जानु दिन्छ तर म नगएको। यहाँ चाहिँ एकदम डेन्जर से रास्ता हे। What? But you can't. अहिले भेटौँ है गाइस। आज चाहिँ मैले यतिमै सक्दिने सोचेँ किनकि अब त्यस्तै परियो होइन। अन्त अर्को भ्लगमा भेटौँ गाइस। म अब यसरी नै हाल्नेछु होइन। अन्त तपाईँहरूले मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। अनि त्यही हो, बाइ बाइ गाइस।